नमस्ते सम्पूर्णमा र आज फेरि आफ्नै रचना लिएर हजुरहरु समक्ष उपस्थित छु र यो रचना एउटा गीति शब्द र जुन गीति शब्द मैले 3 सेप्टेम्बर 1998 मा रचे। त्यस पश्चात लगत्तै दार्जिलिङ जिल्ला स्तरीय अरुण लामा नेपाली संगीत प्रतियोगिता जुन GDNS मा सम्पन्न भएको थियो 1998 सालको। त्यस प्रतियोगितामा यो जुन चाहिँ गीति शब्द छ यसलाई स्वर अनि संगीतबद्ध गरेर नेपाली लोकधुनमा आधारित एकल गीत मैले प्रस्तुत गरेको थिएँ र यो गीति शब्द आफ्नै रचना अनि यसलाई आफ्नै संगीत अनि आफूद्वारा नै स्वरबद्ध गरेर मञ्चमा प्रदर्शन भएको थियो। आफ्नो त्यस्तो गीत गाउने खालको स्वर नभए तापनि मञ्चमा भनौं प्रतिस्पर्धामा भाग लिँदाको अनुभव बटुल्ने काम गरे र त्यो गीति शब्द यस्तो छ। म हजुरहरुलाई संगीत यसको लय म आफूसँगै राखेर मात्र शब्द सुनाउन चाहन्छु र गीति शब्दको अस्थायी छ। वर्षाको झरीमा मन रुन्छ सधैँ नै हाँस्न म सक्दिन। वर्षाको झरीमा मन रुन्छ सधैँ नै हाँस्न म सक्दिन। पहाडी भेकैमा यो कान्छा हुर्क्यो कान्छी पो छ छैन। पहाडी भेकैमा यो कान्छा हुर्क्यो कान्छी पो छ छैन। मादलको धुनले मलाई सोध्छ नि संस्कृति कस्तो छ। 100 पत्रे फूल आँगनैभरि फुलेको जस्तो छ। न्याउली चरी बनैमा गाउँछे गाउँैमा म गाउँछु। आमालाई बुहारी खाँचो छ लिन म आउँदैछु। दशैं तिहार चाडबाडमा सधैँ मारुनी नाचौँला। दशैं तिहार चाडबाडमा सधैँ मारुनी नाचौँला। मरेर लानु के नै पो छ र हाँसेर बाँचौँला। मरेर लानु के नै पो छ र हाँसेर बाँचौँला। वर्षाको झरीमा मन रुन्छ सधैँ नै हाँस्न म सक्दिन। पहाडी भेकैमा यो कान्छा हुर्क्यो कान्छी पो छ छैन। धन्यवाद।